यो भिडियोमा हामी आफ्नो क्याफेमा अफर्स र डिस्काउन्ट एड गर्न सिक्नेछौँ। होम स्क्रिनबाट बायाँतिर 3वटा धर्को भएको आइकनमा जानुहोस् र तल अफर एन्ड डिस्काउन्ट अप्सनमा थिच्नुहोस्। त्यसपछि दायाँतिर प्लस र अफर लेखेको आइकनमा थिच्नुभयो भने स्क्रिनमा यस्तो अप्सन देखाउनेछ। अब यहाँ तपाईले अफरको नाम, अफर सुरु हुने र सकिने डेट र टाइम राख्नुपर्ने हुन्छ। मानौ 1 हप्ताको लागि मैले मोमोमा अफर राख्दैछु भने अफर नेममा मोमो अफर राखेँ। अफर सुरु हुने डेट यहाँ राख्नुहोस् र अफर सकिने डेट एन्ड डेटमा राख्नुहोला। साथै अब अफर सुरु हुने टाइम जस्तै मेरो अफर बिहान 9 बजे सुरु हुन्छ र तल सकिने टाइम 11 भनेर राखेँ। अब क्याटेगोरीमा मोमो र डिस्काउन्ट पर्सेन्टमा मैले 15 राखेँ। अब यो बक्सभित्र रहेको एड क्याटेगोरी भन्ने अप्सनमा थिचेर यही अफर अरू क्याटेगोरीमा पनि राख्न सक्नुहुन्छ। अन्तिममा सेभ बटन थिचेर सेभ गर्नुहोला। यसरी हामीले भर्खरै बनाएको अफर लिस्टमा देखाइसकेको छ। यसरी अब यो 3वटा धर्को भएको आइकनमा गएर मेन्यु एन्ड क्याटेगोरी थिचेर मेन्युज अप्सनभित्र गएर हेर्नुभयो भने सबै मोमोमा अफर देखाइसकेको छ र देख्न सक्नुहुन्छ प्राइस पनि अटोमेटिकली घटेर आएको छ। अब एउटा अर्डर लिएर पनि हेरौँ। यो प्लस आइकनमा थिचेर टेबल सेलेक्ट गरे, मैले 2 प्लेट मोमोको अर्डर प्लेस गरे अनि कन्फर्म बटन थिचेर डिस्काउन्टेड प्राइसमा अर्डर पनि कन्फर्म भइसकेको छ। एक कप चिया माटिया।